बालेन शाह, यो नाम सुन्ने बित्तिकै के याद आउँछ? ऱ्यापर, इन्जिनियर कि डोजर चलाउने मेयर? खैर, यी सबै परिचय त छँदैछन्, तर यी भन्दा पनि महत्त्वपूर्ण कुरा के हो भने उहाँ एक यस्तो व्यक्ति हो जसले नेपालको राजनीतिलाई नै एउटा इन्जिनियरिङ प्रब्लमको रूपमा हेर्छ। मतलब एउटा पुरानो थोत्रो सिस्टम जसलाई अब एउटा कम्प्लिट अपग्रेड चाहिएको छ। आज हामी यही सिस्टम अपग्रेडको ब्लुप्रिन्ट के हो त्यसैलाई खोतल्नेछौँ। हो, राजनीतिमा आउनुभन्दा धेरै पहिले बालेन शाह सडकको आवाज हुनुहुन्थ्यो। उहाँको गीत सङ्गीतमा सत्ता र व्यवस्थाप्रति जनताको जुन निराशा थियो, जुन असन्तुष्टि थियो, त्यो प्रष्टै झल्किन्थ्यो। सायद यही कारणले होला जब उहाँले माइक छोडेर राजनीतिक मैदानमा हाम फाल्नुभयो, उहाँसँग पहिलेदेखि नै आम मानिसको एउटा यस्तो भिड थियो जसलाई लाग्थ्यो यो मान्छेले हाम्रो कुरा बुझ्छ, यो मान्छे हाम्रो हो। गरिबको चमेली बोल्दिने कोही छैन, यो गीतको एउटा लाइन मात्रै थिएन। भन्न सकिन्छ यो उहाँको राजनीतिक घोषणापत्रको पहिलो पाना थियो। यसले सामाजिक असमानतामा उहाँको ध्यान छ भन्ने मात्र देखाएन, बरु त्यो पुरै पुस्तालाई आफूतर्फ तान्यो जसले वर्षौंदेखि सिस्टमले हामीलाई बिर्स्यो भन्ने महसुस गरिरहेको थियो। साँच्चै भन्नुपर्दा बालेन शाहको प्रोफाइल नै उहाँको सबैभन्दा ठूलो तागत हो। सोच्नुहोस् त, एकातिर ऱ्यापरको रूपमा उहाँ सिस्टमको खरो आलोचक हुनुहुन्छ अनि अर्कोतिर इन्जिनियरको रूपमा समाधान खोज्ने प्राविधिक। यो एकदमै अनौठो तर शक्तिशाली संयोजन हो जसले उहाँलाई नेपालको परम्परागत राजनीतिको भिडबाट बिल्कुलै अलग देखाउँछ, जुन भिड प्राय खोक्रो वैचारिक भाषणबाजीमै अल्झिरहेको हुन्छ। र यही नै हो आजको हाम्रो छलफलको मुख्य सार। बालेन शाह शासनलाई राजनीतिक मोलतोल वा लेनदेनको रूपमा होइन, तर एउटा इन्जिनियरिङ समस्याको रूपमा हेर्नुहुन्छ, जसलाई टालटुल होइन, पूरै संरचनात्मक सुधारको खाँचो छ। अब कुनै पनि इन्जिनियरले आफ्नो डिजाइन बजारमा ल्याउनु अघि बेटा टेस्ट गर्छ, होइन र? बालेन शाहको लागि काठमाडौँ महानगरपालिका ठ्याक्कै त्यही प्रयोगशाला बन्यो। मेयरको रूपमा उहाँको कार्यकाल, भनौँ न, राष्ट्रिय राजनीतिको लागि उहाँको भिजनको एउटा परीक्षण थियो। प्रश्न थियो, के उहाँको मोडेलले साँच्चै काम गर्छ त? उहाँ मेयर हुँदा गरेका कामहरूमा एउटा क्लियर प्याटर्न देखिन्छ। त्यो हो सिस्टमको जडतालाई तोड्ने। बैठकहरू लाइभ देखाएर के गरे? अपारदर्शितालाई च्यालेन्ज गरे। अवैध घरहरूमा डोजर चलाएर के गरे? जे गरे पनि हुन्छ भन्ने दण्डहीनताको कल्चरमाथि सिधै प्रहार गरे। मतलब यी खाली प्रशासनिक निर्णयहरू मात्र थिएनन्, यी त अब पहिला जस्तो चल्दैन भन्ने एउटा बलियो स्टेटमेन्ट थियो। उहाँको प्राथमिकता के थियो भने नागरिकले दिनदिनै भोग्ने समस्याहरूलाई समाधान गर्ने। अनलाइन सिस्टम मार्फत उहाँले सरकारी ढिलासुस्ती र भ्रष्टाचारको बग फिक्स गर्न खोज्नुभयो। स्वास्थ्य र शिक्षामा लगानी गरेर उहाँले सहरको अपरेटिङ सिस्टमलाई बलियो बनाउने काम गर्नुभयो। यी सबै सुधारहरूले एउटै कुरा देखाउँछ, उहाँको लागि शासन भनेको भाषण होइन, परिणाम हो। ल, काठमाडौँको प्रयोगशालामा सफल परीक्षणपछि अब शाह त्यही अपग्रेडेड मोडललाई पूरै देशमा लागू गर्न चाहन्छन्। आउनुहोस् अब एकछिन उहाँको राष्ट्रिय खाका हेरौँ, जुन आधुनिक नेपालको लागि साँच्चै नै एउटा महत्वाकांक्षी योजना देखिन्छ। 100 अर्ब डलर। सोच्नुहोस् त, यो खालि एउटा नम्बर मात्रै होइन, यो त नेपालको आर्थिक इतिहासमै एउटा ठूलो फड्को मार्ने वाचा हो। 5 वर्षभित्रै अहिलेको इकोनोमीलाई डबलभन्दा पनि बढी बनाउने यो योजनाले नै देखाउँछ कि उहाँको भिजन कति ठूलो छ। तर यति ठूलो लक्ष्य पूरा हुन्छ कसरी? यसको सोर्स कोड, भनौँ न, 3वटा मुख्य क्षेत्रमा टिकेको छ: ऊर्जा, प्रविधि र समृद्धि। जलविद्युतबाट देशलाई ऊर्जामा आत्मनिर्भर बनाउने, आईटी सेक्टरबाट लाखौं रोजगारी निकाल्ने र अन्त्यमा हरेक नेपालीको प्रति व्यक्ति आय बढाउने। यही हो उहाँको आर्थिक इन्जिनको डिजाइन। यो खाकाले एउटा कुरा एकदमै प्रष्ट पार्छ, उहाँको लक्ष्य खालि आर्थिक सुधार मात्रै होइन, यो त राज्यको हार्डवेयर र सफ्टवेयर दुवैलाई एकैचोटि बदल्ने योजना हो। आर्थिक आधुनिकीकरण, सामाजिक न्याय र शासन सुधार, यी 3वटा पिलर मिलेर एउटा यस्तो नयाँ सिस्टम बनाउने लक्ष्य छ जुन अहिलेको भन्दा बिल्कुलै फरक होस्। तर जब कुनै सिस्टमलाई बल जबस्ती अपग्रेड गर्न खोजिन्छ, त्यसले केही क्र्यास पनि निम्त्याउन सक्छ। शाहको यो विघटनकारी शैलीले प्रशंसा मात्र होइन, निकै गम्भीर आलोचना पनि कमाएको छ। अब एकछिन यसको अर्को पाटो अर्थात् यसको मूल्यमाथि पनि कुरा गरौँ। डोजर राजनीति, यो सायद उहाँको सबैभन्दा विवादास्पद नीति हो।
उहाँका समर्थकहरू भन्छन् यो दण्डहीनता तोड्न र सार्वजनिक जग्गा फिर्ता लिन एकदमै जरुरी थियो। तर मानवाधिकार वाच जस्ता संस्थाहरू र अरू आलोचकहरूले चाहिँ यसलाई उचित प्रक्रिया बिनाको कदम भन्छन्, जसले विशेष गरी सहरी गरिबहरूलाई सबैभन्दा बढी असर गरेको छ। यो एउटा एकदमै शक्तिशाली र व्यक्तिगत भनाइ हो। अर्जुन भट्टराई जस्ता सडक व्यापारीमाथि उहाँका नीतिहरूको कस्तो प्रत्यक्ष असर पर्यो भन्ने कुरा यसले प्रष्ट देखाउँछ। यसले अनौपचारिक अर्थतन्त्रमा परेको मानवीय असरलाई उजागर गर्छ, जुन हामीले अक्सर बिर्सन्छौं। शहरी योजनाविद डाक्टर पीताम्बर शर्माले एउटा निकै आधारभूत प्रश्न उठाउनुहुन्छ। आखिर यो सहर कसको लागि हो? के बालिनले बनाउन खोजेको अपग्रेडेड र सफा काठमाडौँ सबैको लागि हो, वा यो विकासले अर्जुन भट्टराई जस्ता मानिसहरूलाई पछाडि छोड्दैछ? यो प्रश्नले उहाँको विकास मोडेलको मुटुमै गएर छुन्छ। ल, अब उहाँको यात्रा अन्तिम र सबैभन्दा चुनौतीपूर्ण चरणमा आइपुगेको छ, मेयरबाट प्रधानमन्त्रीसम्म। अब प्रश्न यो हो कि काठमाडौँको लागि डिजाइन गरिएको सफ्टवेयरले पूरै राष्ट्रको अपरेटिङ सिस्टम बन्न सक्छ त? र यो प्रतिस्पर्धा केवल दुई व्यक्ति बीचको चुनाव मात्रै होइन, यो त नयाँ र पुरानो राजनीतिक युग बीचको प्रत्यक्ष टकराव हो। यसले उहाँको राजनीतिक महत्वाकांक्षा कति माथि छ भन्ने पनि देखाउँछ। यहाँ बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा के हो भने बालेन शाह मोडल परम्परागत राजनीतिभन्दा निकै फरक छ। यो व्यक्तिगत छवि, सामाजिक सञ्जालको सीधा प्रयोग र तुरन्तै देखिने काममा बढी केन्द्रित छ, न कि लामो राजनीतिक गठबन्धन र मोलतोलमा। अब यही मोडेलको राष्ट्रिय स्तरमा सबैभन्दा ठूलो परीक्षा हुँदैछ। र अन्त्यमा प्रश्न यही रहन्छ, के एउटा शहरको लागि बनाइएको मोडलले साँच्चै पुरै राष्ट्रको भविष्य निर्माण गर्न सक्छ? र्यापर, इन्जिनियर र विघटनकारी नेता बालेन शाहले नेपालको लागि एउटा नयाँ सिस्टम अपग्रेडको वाचा गरेका छन्। तर के नेपाली जनता यो अपग्रेडलाई यसको सम्भावित क्र्यास र बगसहित इन्स्टल गर्न तयार छन्? निर्णय उनीहरूकै हातमा छ।